ओ माई गॉड! साह्रै दुःखद। आज नेपालको लागि एकदमै दुःखद हो नेपाली क्रिकेटको लागि। जेन तेन यो लिग 2 मा 270 को आँकडा पार गरेको नेपालले आज पनि हार्न पुग्यो। नेपालको धेरै कमी कमजोरीहरू रह्यो। म सुरुवातदेखि नै यो भन्न चाहन्छु एकदमै दुःखको साथ। सुरुमा युएसएले चाहिँ टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो। नेपालले ब्याटिङमा आयो, कुशल भुर्तेलले राम्रो गर्यो, 47 रन बनायो 65 बलमा। तर आसिफ शेखले राम्रो गर्न सकेन, 2 बलमा 2 रन बनाएर आउट भयो। केन्जी गेले उसको चाहिँ आउट गर्यो उसलाई, केन्जी गे भन्ने अमेरिकन बलरले। त्यसपछि भीम सार्की आयो। भीम सार्कीले 58 बलमा 43 रन बनायो, राम्रै हो। उसलाई चाहिँ हरमित सिंहले आउट गर्यो। त्यसपछि आयो रोहित पौडेल। रोहित पौडेलले चाहिँ 46 बलमा 36 रन बनाए। यसलाई नै एभरेज नै भन्नुपर्छ, राम्रो नै हो। आरिफ शेखले 8 बलमा 2 रन बनायो। आरिफले गर्दा आज हारे भन्नुपर्छ। आरिफले गर्दा अरू पनि छन्, आसिफले गर्दा दाजुभाइले चाहिँ आज हरायो भन्दा फरक नपर्ला। त्यसपछि अरू बाँकी हुन्छ, अहिले बलिङ फिल्डिङको पनि म कुरा गर्नेछु। त्यसपछि पालो आयो दिपेन्द्र सिंह ऐरी। उनले 67 बलमा 75 रन बनायो। अहिलेसम्मकै यो सिरिजमा चाहिँ उत्कृष्ट रन स्कोर हो, अति राम्रो छ, बधाई छ टाइगरलाई। गुलसन झालाई खेलाउनै हुँदैन, उनलाई 11 बलमा चाहिँ 5 रन बनाएर आज पनि सिल्ली आउट भयो। जसदीप सिंहले आउट गर्यो। करण केसी आयो, 31 बलमा 49 रन बनाए। यति राम्रो खेल्यो कि उसले, र करणले यति बनाएको थिएन भने नेपालले त बेलामै हारको चाख पाउने थियो। तर उनले आफ्नो लागि भन्दा पनि, आफ्नो करियर भन्दा पनि नेपालको लागि खेले, किनकि उनले 1 रन टुक्क हानेर चाहिँ 50 पुर्याउन सक्थे, तर छक्का हानौँला भन्ने उसमा चाहिँ ऊ आउट हुन पुग्यो। नन्दन यादव आए। नन्दनले 6 बलमा 1 रन बनाएर आउट भयो। नेत्र भल्करले चाहिँ उसलाई आउट गर्यो। सन्दीप आए। सन्दीपले 5 बलमा 4 रन बनाए। र ललित राजवंशी आए, 2 बलमा 1 रन बनायो। र ललितले जिन्दगीमा कहिल्यै पनि यो करियरमा कहिल्यै ब्याटिङमा राम्रो गर्नै सकेको छैन, 5 रन पनि जोडेको छैन होला सम्भवतः। ललितको बलिङ मात्रै अलिअलि हो, ब्याटिङमा काम छैन। त्यसपछि नेपालले टोटल 49.5 ओभरमा चाहिँ अल आउट हुँदै 271 रन बनायो। युएसएलाई 272 रनको चाहिँ टार्गेट दियो। युएसएको लागि सौरभ नेत्र भल्करले 2 विकेट लियो, केन्जिगेले 2 विकेट, जसदीपले 1, रन्जानेले 1 विकेट, हरमित सिंहले 3 विकेट लियो। अरूले यति नै भयो। अनि जवाफी ब्याटिङमा उत्रेको चाहिँ युनाइटेड स्टेट्स अफ अमेरिकाले चाहिँ स्मिथ पटेलले 16 रन बनायो, जहाँगिरले चाहिँ 36 रन, मनाङ पटेलले 21, सैतेजा मुखामल्लले 75, मिलिन्द कुमारले 70, सञ्जय कृष्णमूर्तिले 15, शुभम रन्जानेले 19 र हरमित सिंहले 13 र एक्स्ट्रा नेपालले 8 रन दियो। यति गरेर चाहिँ उनीहरूले अमेरिकाले 49 ओभरमा चाहिँ उक्त टार्गेट पुरा गरे, 273 रन बनाए, 6 विकेट गुमाएर अन्तिममा नेपाललाई 4 विकेटले पराजित गर्न सफल भयो। यो दुःखद कुरो छ, नेपालको ब्याटिङ, बलिङ, फिल्डिङ तीनवटै पक्ष राम्रो रहेन। आज ब्याटिङ पनि जेन तेन दिपेन्द्र सिंह ऐरीले गर्दा त्यति पुग्यो, होइन भने त्यो राम्रो नै थिएन। गुलसनलाई खेलाउनु हुँदैन। गुलसनको ठाउँमा चाहिँ कुशल मल्ललाई ल्याउनै पर्ने हुन्छ। गुलसन फर्ममा नभएको मान्छेलाई किन ल्याउनु, त्योभन्दा कुशल मल्ल ल्याउनु पर्ने हुन्छ। कुशल मल्ल नल्याई जित्दैन। मैले अस्ति पहिलो गेमदेखि नै भनेको, कुशल मल्ल इज द बेस्ट इन ओडिआई क्रिकेट। त्यसपछि आरिफलाई खेलाउनै हुँदैन। आरिफको ठाउँमा कुशल मल्ललाई खेलाउनु पर्ने हुन्छ। ललितलाई बलिङमा नल्याउने। ललितले अलिअलि इकोनोमी मात्र हो, विकेट लिएकै छैन। शाहब आलमलाई खेलाउँदा हुन्छ उनको ठाउँमा। उनीहरूको बलर एकदमै राम्रो भयो। युएसएको केन्जिके, हरमित सिंह र सौरभ नेत्र भल्कर, यो 3 जना चाहिँ एकदमै राम्रो रहेछ उनीहरूको, पहिला पनि थाहा थियो मलाई। लास्टमा नेपाल आज हार्नुको कारण लास्टमा
नन्दन यादवले 2वटा वाइड दिए क्या, एकदमै टाइट गेममा 2-2वटा वाइड दिएपछि ब्याटरहरूको मनोबल उच्च हुन्छ अनि हानिहाल्छ। त्यसपछि छक्का हान्यो हरेन्द्र सिंहले, लास्टमा 2 छक्का हानेर गेमलाई चाहिँ उलटपुलट बनायो, आफ्नो पक्षमा पार्यो। नेपालको फिल्डिङ भन्नुहुन्छ भने अब त्यस्तो दिपेन्द्र सिंह ऐरीले क्याच मिस गरिरहेछ लास्ट आवरमा, त्यस्तो सजिलो। गुल्सनले त झन् हातैमा आएको पनि लुत्काएको छ क्याच मिस। क्रिकेटमा क्याच मिस गेम फिनिस। आफ्नो गल्तीहरू चाहिँ नगर्ने के, उनीहरूले गल्ती गर्यो भने आफ्नो पक्षमा चाहिँ नतिजा आउने हो। त्यही हिसाबले नेपालको एकदमै गल्ती देखियो, कति बलहरू टिप्न रोक्न सकेको छैन, लुत्काइरहेको छ, क्याच मिस गरिरहेको छ, राम्रो बलिङ गरेकै छैन लाइन एन्ड लेन्थमा, ब्याटिङ राम्रो हुन सकेको छैन। आफूले राम्रो ब्याटिङ एकदम राम्रो स्कोर चाहिँ टार्गेट दियो भने त उनीहरूलाई पनि गाह्रो पर्छ विपक्षी टिमलाई। सो आज एकदमै दुःखद रह्यो। मैले सुरुवातदेखि नै हेर्न सकिनँ कति, लास्टमा झिनो आशा त थियो, त्यो आशा पनि निराशामा परिणत भयो। स्क्वाड नै ठिक छैन हाम्रो। आरिफ शेखलाई हटाउनै पर्छ, गुलसन झालाई हटाउनै पर्छ अनि ललितलाई पनि हटाउनु पर्छ। यो 3 जनालाई हटाएर ललितको ठाउँमा साहब आलम, आरिफको ठाउँमा कुशल मल्ल र अझै अनिल शाहलाई पनि दिँदा राम्रो हुन्छ आसिफ शेखको ठाउँमा जस्तो लाग्छ। यति चेन्ज गर्नुपर्छ। नेपालको अब डाइरेक्टली क्वालिफाई हुने सम्भावना एकदमै न्यून छ। अब प्लेअफबाट चाहिँ प्लेअफकै बाटो हेर्नुपर्ने हुन्छ वर्ल्ड कप क्वालिफायरको लागि। आज पनि निराशा भयो। अब एकदमै दुःख लाग्यो। थ्याङ्क यू। आजलाई यति नै गर्न मन लाग्यो, धेरै बोल्न मनै लागेन। आजको गेममै नजिते कहिले जित्ने? नेपाल नील भएर नफर्कियोस् भन्ने चाहना हो। 3मा 3 हारेको छ, बाँकी अब युएईसँग छ। युएई घरेलु टोली हो, उसको एकदमै राम्रो छ सबै बलिङ, ब्याटिङ, फिल्डिङ। सो नेपालले धेरै मिस्टेकहरू गरिरहेको छ गेममा, फिल्डिङमा, बलिङमा, ब्याटिङमा। कति सजिलो विकेटहरू दिइरहेको छ, सिल्ली विकेट्स। सो फ्रस्ट्रेसन। यति नै भने आजलाई। थ्याङ्क यू।